10 फिट बाई 8 फिटको टिभी क्याबिनेट डिजाइन गरिरहेको छौँ हामीले चन्द्रगिरी हाई भिजनमा। अलि फरक पाराले डिजाइन गरेको छौँ। यो चाहिँ हामीले लुवर्सलाई चाहिँ पपअप गरेका छौँ भने यसरी हाम्रो टिभी चाहिँ भित्र बस्छ यो साइडमा चाहिँ भने यतापट्टि हाम्रो यसको ओपन डिस्प्ले छ विथ प्रोफाइल लाइट भने मुनिपट्टि हामीले ड्रयर क्रिएट गरेका छौँ। यसमा चाहिँ हामीले ह्यान्डल 45 डिग्रीमा कट गरेका छौँ यसरी भने यसमा चाहिँ हाम्रो डिभिडी सेक्सन बस्छ। एकदम दामी लुक्स आएको छ र यसकै लिभिङ र किचनलाई चाहिँ हामीले सेपरेसन गर्न यसरी डबल डिस्प्ले पार्टिसन गरेका छौँ। यो चाहिँ डबल साइडबाट भने यतापट्टि ग्लास सेल्फ रहेछ नि ओपन सेल्फ क्रिएट छन् अनि पिलरमा पनि हामीले यसरी टीपट्टि दिएर डिजाइन गरेका छौँ भने अनि यतापट्टि हामीले फुल एल सेपमा किचन डिजाइन गरेका छौँ। यो चाहिँ डबल पार्टिसन चाहिँ उताबाट पनि भयो यताबाट पनि भयो। हामीले यसरी मुनि ड्रयर क्रिएट गरेका छौँ भने यतापट्टि सेल्फ एरिया यतापट्टि सेल्फ एरिया क्रिएट छ भने यसरी ड्रयर क्रिएट छ अनि यतापट्टि हाम्रो यसको आरो सेक्सन छ भने यतापट्टि हाम्रो सेल्फ एरिया यो चाहिँ हाम्रो सिङ्क सेक्सन कर्नर सेक्सन सेल्फ यतापट्टि सेल्फ एरियाहरू छ भने यतापट्टि हाम्रो चिम्नी सेक्सन छ यो साइडमा भने यतापट्टि कटलरी प्लेट थाली र यतापट्टि हाम्रो यसको रेडिमेड ड्ररहरू छ भने यतापट्टि बोतल पुलाउ र यो हाम्रो ग्यास सेक्सन र यतापट्टि हाम्रो यसको ओभन र यता मुनि हाम्रो वासिङ मेसिन बस्छ। हजुरहरूलाई पनि आफ्नो स्पेस अनुसार युनिक इन्टेरियर गर्नु छ भने अझै रूपान्तर होम्सलाई सम्झिनु होला।